त्यहाँदेखि 11 वर्ष जति भयो। सानो बच्चामा नि दुखिरहेको थियो पहिला, टाउको दुखे अनि मेडिकलतिर गयो, औषधि खायो। त्यो खाइन्जेलसम्मलाई मात्रै हुने कि अब खाइन्जेलसम्म चाहिँ हुने अनि आफ्नो ज्यान चाहिँ गलेर जाने। धेरै औषधि भएपछि त गल्ने रहेछ त नि। जुन औषधि खायो नि भएन, तपाईँ यो खाने यो खाने अनि आँखा हेर्नै नमिल्ने। म लास्टै भयो क्या औषधि खाँदा लास्टै दिनको 4वटा 5वटा खान्थेँ औषधि मैले दुख्यो भनेर। अनि त्यस्तो हुँदा लास्टै भयो। अनि त्यहाँदेखि भाइले चाहिँ के भन्यो, बुहारीले चाहिँ के भन्नुभयो, दिदी म नि त्यस्तै भएर गएको हो, जानु त एकचोटि अनि उपचार हुन्छ। मेरो त खै अहिलेसम्म त दुखेको छैन, मलाई राम्रै भएको छ भन्नुभयो कि बुहारीले। अनि हो र भने मैले जानु दिदी, अब त्यस्तै खप्नै सक्दैन। मैले नि म त बिख खाएर मर्छु कि के हो जस्तो नि लागेको थियो भन्नुभयो बुहारीले। मलाई नि त्यस्तै लाग्यो भने। अनि त्यहाँदेखि प्लेनमा आयो। अनि आएर अनि यहाँ औषधि गर्ने समय मेरो आँखा हेर्नै खोलेकै मिलेको थिएन क्या। दायाहरू सबै भाइहरू सबै भेट्न आउनुभयो। म त त्यही मात्रै गरेको थिएँ कि। तर अहिले चाहिँ मलाई निकालेर फाले जतिकै भएको छ कि। होइन कति भएको मेरो त अहिले त त्यस्तो छैन।